गन्ने भने होइन र तिमीले रब नबोल्यो अरू यिनी फेरि लास्टै रब बोल्छन् क्या त्यही भएर हामीले मिसाएन तर पनि साथी पनि होइन अहिले मिसाइहाल्छ मैले चाहिँ बनाइ त राजु र अब योभन्दा कति बनाउने अब त्यहाँ गएर माछा गन्ने मात्र बाँकी छ वाटरप्रुफ नभएर मात्रै हो यो आउनु त यस्तै छ के गर्नु पैसा आउँछ नबनाएपछि अब हिँतीबाट हो जाने ओ यापा कसरी बनाउँछन् त यसको छैन भित्र त्यो खानेकुरा ल्याइदिउँ न यहाँहरू हुनुहुन्छ है खुवाउने मान्छे धेरै धर्मात्मा हुनुहुन्छ है धर्मात्मा कतिवटा गर्ने हो अनकाउन्टेबल भनिसक्यो पैसा पर्छ यति राम्रो मान्छेको भिडियो बनाइदियो आया पो छौ कि आया छौ यो त पैसा पर्छ तिनीहरूको यहाँ मात्र पापीहरू सबै राम्रो है लजाम म खुवाइदिनु लाग्छु अरे खुवाउनु लाग्छ त त्यहाँ तिमीले पैसा हाल्यौ मलाई आल त बचाइदियो मुखमा खुवाइदिउँ न देखिन्छौ कि देखिया छौ किन भन हजुर सर भ्लग बनाइदिइरहेको छु कि फेरि पैसा आउँछ के गर्नु नबनाइदिनु फेरि गाह्रो छ ल मेरो अब 30 फिल्मको म हुँ यो कस्तो नाम खोज्नु त त्यहाँ बस ल जेनरेटरले पनि आउँछ पैसा मुखमा खुवाइदिउँ न आगो करेन्ट छ मर्ला माछा कसरी बच्यो अन्त माछा कसरी मेमोरी हुन्छ के गराउ जाम यात्रहरू करेन्ट होइन क्या त्यो झ्याउ हुन्छ कि खाइदेला चुस्छन् माछाले त माइजूको मोबाइलदेखि खिच्नुपर्छ कि एक दुईवटा फोटो कहाँ जाने हो त क्या अब कहाँ जाने हो त क्या एकदम बिसुन 4 GB है ट्याक्कै 4 GB है म जतिचोटि यहाँतिर आउँछु 4 GB है जाम कि उतै जाम उहाँ पुगेको छ माइजूले मेरो फोटो खिचिदिनुहुन्छ कसले खिचिदिने हो अब फोटो त हाल्नु पर्यो अनि म हालिदिन्छु त थोरै अक्वर्ड लाग्छ कि हामीलाई त फेरि बिहानले फोटो खिच्न पठाएको हो त्यहाँ फेरि हाम्रो बिहानले फोटो खिच्न पठाएको अनि टक्क फोटो खिच्यो हामीले हामीलाई चाहिन्न फेरि तिनी फोटो त्यस्तो अब हाम्रो कक्षाका ब्युटी क्विनहरू हाई भनिदेऊ न हाई भनिदेऊ त आऊ यो हाम्रा क्लासका ब्युटी क्विनहरू अब कसैले सम्पर्क गर्न चाहेको थियो नम्बर यो ब्युटी क्विन यसलाई हिँड्ती नै इन गरौँ कि होइन यिनीहरू देखावाला भिडियो फेरि राख्ने छुट्टिएर हुन्छ नि के ये चलाइदिइराख नि कति पोस्ट गर्ने त के आएर अब यसलाई काटी इन्नेदेखि किन्छन् कि इन्नेदेखि किन्छन् इन्ने ऊ एकदम के छ अरे नाम टिकटकमा एडिटर बोय पाण्डावाला इमोजी छ ल गर्लफ्रेन्ड छ फेरि न त्यो गर्नलाई गर्लफ्रेन्ड अहिले भइसक्यो एडिट गरिदिनुलाई त्यो भिडियो कसको एडिट गरिदियो सबको त्यो त म मान्दिनँ ऊ हामीलाई नै एकदम फन्निएस्ट सर हुने तर हामीले मान्दैनौँ एकदम ब्युटी काली हो आइफोनै होइन त चाँडै 1 लाख सब्सक्राइबर पुग्यो भनेपछि 1 लाख सब्सक्राइबर पुग्यो भनेपछि बनाउने 10K बाँकी छ थ्याङ्क यू अब हाम्रो भिडियोमा देखिदिएकोमा भनेर भन्नु मिल्दैन हामीले यिनीहरूले चाहेर पो दिए हामीले होइन गाह्रो छ नि गाह्रो छ अघि नै एउटाले फोटो खिचौँ मन्दिर आयो आहा क्या दामी हावा छ यार सक्छ त कसैले सक्दैन नि फेरि
पानी खाऊँ न ओ पानी हो लौ त भन ब्लग बनाएर आयो अन्त कालादेखि पनि बाल छैन गोरादेखि नि हामी त कालै छौँ है फेरि मोबाइलले यसले गोरु निकाल्नेले पनि हामी कालै छौँ कहाँ अहिले बसतिर मान्छे के सरले नबोलाउँदासम्म जाने बानी छैन क्लासमा घन्टी लागेपछि त अरे मैदान्तीको घन्टी लागेपछि त सरले भनेपछि गइन्छ भित्र त्यस्तो मान्छे जाम अब फेरि घन्टी लागेपछि नास्ता खान जान्छौँ त्यस्तो के हो अब हेर्नु अब फेरि फ्यानहरूले बोलाइहाल्छन् नाइ भन्न सकिन्न फ्यानहरूले बोलाइहाल्छन् नाइ भन्न सकिन्न फ्यानहरूले बोलाइहाल्छ बिग फ्यान ल थ्याङ्क यू दीपक राजा हाम्रो बिग फ्यान हेर्नु बिग फ्यान भन्दै हाल्यो ल हेर्नु तर यो गराउन खोज्या के भालेसँग पोती बनाउनु पर्ने हेर्नु भालेसँग पोती बनाउनु पर्ने हो भालेसँग साढे वाउ हेलो सर हाम्रा गौरवहरू मैले त्यो बनायो भने भिडियो अरे ब्लग बनायो भने स्योर 1 मिलियन त हो कि ज्ञानले सबले हेऱ्यो भने यस्तरी बोल्ने मान्छे कसलाई खोज्ने त क्या यस्तै कन्फिडेन्स चाहिन्छ क्या बस ए कति देखिनु भयो क्या कहाँ जाने ऊ एउटा ऊ थकित केटाहरू बसमा चिच्चै लास्टमा थाकेर यहाँ बसिरहेको छन् ऊ हाम्रा सर वाउ सर वाउ ए ह्यान्डसमहरू है यिनी जस्तो ह्यान्डसम कोही छैन फेरि हो किन भन्नु त सर ओहो हेर्नु त क्लियर पनि कति क्लियर हो ओहो सर बस सर ल मायाले बाल्यो ताली बजाइदेऊ त मायाले बाल्यो ल अरूलाई धानको पात गऱ्यो म गाइदिएँ अरूलाई धानको पात मायालाई पानको पात अरूलाई धानको पात मायालाई पानको पात ल गाइदिएको छु है सर एउटै कि जानु दुईटा खिच्नु पर्ने यो लाइभ हो कि भिडियो यो सम्झना हुन्छ कि नि सर सरलाई जुम गरेर कहाँ देख्यो टिको मात्र देखाइदियो ल अनि म यहाँ छु सरलाई सक्सेस भएपछि सम्झिन्छ तिनी छन् उता पनि यिनी छन् तिनीहरू कहाँ जाने सब फोटो खिच्ने फोटो एडिट एउटा हाम्रो सबसँग भेट्यो होइन ट्यालेन्टसँग पनि भेट्यो ह्यान्डसमसँग पनि भेट्यो अब एउटा बौलासँग हाम्रो कक्षाको बौलासँग भेटाउँछ तर तारिफ चाहिँ हानिदिन्छु मैले त्यसका नजिकदिनँ त्यो बौला हो भन्ने सम्झिनु एकदम बौला है हाई गर्न पठाउँछु एकैछिनमा है एकैछिन ह्यान्डसम भनिदिन्छु है ल ह्यान्डसम भाइरल हाई गरिदिनु पऱ्यो क्या हलमा ल ओ दामी लास्टै चर्चित हुनुहुन्छ तपाईँ के भन्न चाहनुहुन्छ दुई शब्द सबैजनाले होइन यहाँको भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र धेरै जति सक्दो सेयर पनि गरिदिनु होला यही हो त्यो बौला जान के यही हो त्यो बौला यो बौला त्यही हो थाहा पाउनुभयो यस्तो छ भगवान्सँग पनि यस्तो सरले हेर्नु भएको हाम्रो आँखा लाग्नु सक्छ सरसँग त त्यहाँ हिँ पनि कति आउने त किन केटीहरू छेउमा त जाने होइन जाम त हामी मात्रै छौँ कि यस्तै त्यो गर्ने हामीले मेमोरी के हो माछा चोर माछा चोरहरू ट्र्याकमा राख्ला नि कस लाग्यो एकचोटिमा कतिवटा अन्डा पार्छ टोक्दैनन् चुस दिन्छन् यिनले
बेच्छन् के पछि ठेक्का लिन्छ धेरै भयो होइन यति तान्छन् के जलले तान्यो पानी नै सुक्दैन यो माछा पनि देख्नुभयो ऊ त्यहाँ फोटोसुट भइरहेछ हामीले डिस्टर्ब गर्न मिल्दैन अनि हाम्रो 100 रुपियाँ उठाएर पिकनिक खाने भने प्लान कहाँ गर्नु त्यहाँ पाइन्छ के नास्ता सस्ता ओ 100 रुपियाँ उठाउने हाम्रो ग्रुपै छुट्टी गयो त्यहाँ फोटो मात्र खिचाउँदैन सबले के यार हाम्रो मात्र कमाउने हामीले आखिर हाल्ने 1-2टा फोटो मात्रै हो नि किन ज्यादा फोटो खिच्नु पर्यो कि नि हामीले त खुवाल्यौँ अरूबाट माग्यौँ केटीहरूले दिए बड्डा हामीलाई भ्लगमा देखाइदिएको सट्टामा हामी दिन्छौँ भने चारो दिए खुवाइदियौँ यो हेर्नु यो मैले दिइरहेको छु यिनी ह्यान्डसम भयो आऊ 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 कमान आऊ 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 ऊ वहाँसम्म फालिदेऊ मिलनलाई फालिदियो मिलनलाई फाल्ला नि असिमलाई फालिदिनु